हेलो साथीहरू। आज म तपाईँहरूलाई सानो भ्लग देखाइरहेको छु। यो हो दोलखाको चरीकोट अर्थात् दोलखाको सदरमुकाम। यो हामी बसेको होटलको पछाडिको सानो एक छेउ दोलखाको बजारको भाग देखाएको छु। दोलखाको बजार चाहिँ माथिपट्टि ठुलो बजार छ। यो अगाडि देखिरहेको हिमालको चाहिँ नाम थाहा भएन। यो दोलखाभित्र पर्छ या यो कुन जिल्लामा पर्छ यो चाहिँ थाहा भएन। यो हेर्दाखेरि दोलखामै पर्ला जस्तो देखिरहेको छ। यो हिमालको नाम चाहिँ थाहा भएन। हामी आउँदा यो हिमालमा चाहिँ एकदमै कम चाहिँ हिउँ देखिरहेको थियो र आज तेस्रो दिनमा एकदम बढी हिउँ देखिरहेछ। यो आज हामी तेस्रो दिनमा यो दोलखाको यो चरीकोट अर्थात् दोलखाको सदरमुकाम यो सकेर हामी अर्को ठाउँ जाँदैछौँ। यता पनि ठुलो बजार छ। यतापट्टि साइडमा पनि यता छेकिरहेको छ घरहरूले। यता पनि ठुलो बजार छ, परैसम्म छ र यता माथि चाहिँ झनै ठुलो छ। यो लोकेसन हजुरहरूलाई देखाएको छोटो सर्ट भिडियोमा हजुरहरूलाई यो दोलखाको चरीकोटको सदरमुकामको केही सानो भाग देखाएको छु। यो हिमालको नाम चाहिँ थाहा भएन। यो हिमालको नाम थाहा छ भने साथीहरू कमेन्टमा नाम लेखिदिनु होला। यो हाम्रो आजको तेस्रो दिनको बसाइ र आज तेस्रो दिनको बसाइमा हामी यो ठाउँ सकेर हाम्रो प्रोग्राम सकेर हामी अर्को ठाउँ जाँदैछौँ। अर्को ठाउँ गएपछि हजुरहरूलाई फेरि यस्तै भ्यूहरू देखाउने छु। हस् त।